प्रसङ्ग रहेको छ बच्चाको कुन मासमा दाँत आउँदा शुभाशुभ फल कस्तो प्राप्ति हुन्छ भन्ने। यसरी कुनै पनि बच्चा जन्मने क्रममा दाँतसहित जन्म हुन्छ अथवा माथिबाट दाँत आएर जन्म हुन्छ भने त्यो अशुभको सङ्केत हो। जसले जन्मदाखेरि नै दाँत लिएर आएको हुन्छ अथवा माथिबाट दाँत आएर जन्म भएको हुन्छ भने त्यस्तो बच्चाले बाबुआमा आफ्नै लागि र आफन्तका लागि पिर्ने हुनाले यस्तो दोष शान्त गर्नका लागि शान्ति विधि अपनाउनु पर्ने हुन्छ। र त्यस्तै गरी बालक जन्मिसके पछाडि पहिलो महिनामा दाँत आउँछ भने उसले आफैलाई नाश गर्छ भन्ने मान्यता रहेको हुन्छ। यसको मतलब आफ्नै लागि हानिकारक छ। यसका लागि पनि शान्ति विधि अपनाउनु पर्दछ। यदि दोस्रो महिनामा दाँत आउँछ भने त्यस्तो बच्चाले भाइको नाश गर्छ, भाइका लागि अरिष्टकारक छ, जसको पनि शान्ति विधि अपनाउनु पर्दछ। यदि तेस्रो महिनामा दाँत आएको छ भने दिदीबहिनीका लागि अरिष्टकारक छ, यो पनि शान्ति विधि अपनाउनुपर्छ। शान्ति गरिएन भने दिदीबहिनीलाई असर गर्दछ। यदि कुनै पनि बच्चाको चौथो महिनामा दाँत आउँछ, जन्मेको चौथो महिनामा दाँत आएको छ भने जसले आमाका लागि कष्ट छ, मातालाई पिर्दछ, र यो दोष शान्त गर्नका लागि पनि शान्ति विधि अपनाउनु पर्ने हुन्छ। र कुनै पनि बच्चा जन्मेको 5औं महिनामा दाँत आउँछ भने उसले दाजुका लागि अरिष्टकारक हुन्छ। त्यसकारण यस्तो शान्ति अथवा 5औं महिनामा दाँत आउनुको पनि शान्ति विधि अपनाउनु पर्दछ। र यदि कुनै पनि बच्चा जन्मेपछि 6औं महिनामा दाँत आउँदछ भने यो अत्यन्त सुख प्राप्त गर्ने सङ्केत हो। बच्चा आफैमा सुखी हुन्छ। यसको मतलब 6औं महिनामा दाँत आउनु अत्यन्तै शुभ मानिन्छ। र 7औं महिनामा दाँत आयो भने बच्चाले पितालाई सुख दिने अथवा पिताबाट मनज्ञ सुख प्राप्त गर्दछ भन्ने मान्यता रहेको हुन्छ। 7औं महिनामा दाँत आउनु पनि शुभ रहेको। र यसरी 8औं महिनामा कुनै पनि बच्चा जन्मिसकेपछि दाँत आउँछ भने यो अत्यन्तै शुभ सङ्केत हो। यस्तो अवस्थामा बच्चाले आफ्नो शरीरको तन्दुरुस्ती प्राप्त गर्दछ अथवा शरीर हृष्टपुष्ट रहन्छ, सधैँ निरोगी रहन्छ भन्ने मान्यता रहेको हुन्छ यदि कुनै पनि बच्चाको 8औं महिनामा दाँत आउँछ भने। र यसरी बच्चा जन्मिसकेपछि 9औं महिनामा दाँत आएको छ भने लक्ष्मी प्राप्ति हुने सङ्केत हो। यो पनि अत्यन्तै शुभ नै हुन्छ। र 10औं महिनामा दाँत आउँछ भने बच्चाले अत्यन्तै सुख भोग गर्न पाउँदछ, जीवनमा अत्यन्तै सुखी हुन्छ भन्ने मान्यता रहेको हुन्छ। 10औं मासमा पनि दाँत आउनु अत्यन्तै शुभ मानिन्छ। यसरी समग्रमा माथिबाटै दाँत आएर जन्म हुनु, दाँतसहित जन्म हुनु अशुभ हो। यसका लागि शान्ति विधि अपनाउनु पर्दछ। पहिलो, दोस्रो, तेस्रो, चौथो र 5औं मासमा दाँत आउनु अशुभ हो। 6औं, 7औं, 8औं, 9औं, 10औं मासमा दाँत आउनु शुभ हो भन्ने शास्त्रीय मान्यता रहेको हुन्छ।